नमस्ते। पहिला म अवेश खरेल। आज चाहिँ म र मेरो पार्टनरले हामीले देखेको सपनाहरूको पुरा गर्ने र त्यस विषयमा कुरा गर्न चाहन्छु। म र मेरो पार्टनर वी स्टडीड इन सेम स्कुल सिन्स वी आर किड्स। हामी घर पनि सँगसँगै नजिकै। हामी 9-10 मा पढ्दाखेरि वी स्टार्टेड नोटिसिङ इच अदर, नत्र भने अगाडिसम्म मतलब पनि हुन्थेन खासै। एन्ड देन जब पछि हुँदै गयो वी स्टार्टेड नोटिसिङ इच अदर सिन्स इयर 9। अनि बाई इयर 10 हामी टुर गएको थियौँ स्कुलबाट टुर गइसकेपछि वी स्टार्टेड टकिङ इच अदर अनि काइन्ड अफ अलिकति क्लोज भयो, एकअर्काको बारेमा बुझ्न थाल्यो। एन्ड द्याट्स वेन वी स्टार्टेड डेटिङ। अनि हामी हाई स्कुल पनि वी वेन्ट टु सेम हाई स्कुल्स, डिफ्रेन्ट फ्याकल्टी। ऊ साइन्स पढ्थ्यो, म म्यानेजमेन्ट पढ्थेँ, तर वी वेन्ट टु द सेम हाई स्कुल। वी युज टु मिट इन द मिन टाइम। जब मेरो क्लास सकिन्थ्यो र उसको क्लास बिगिन हुने बेलामा पनि वी युज टु सी इच अदर, ह्याङ आउट, कहिले कफीको लागि, कहिले कता। इट वाज वन्डरफुल। अनि त्यसपछि वी बोथ ह्याड प्लान, लाइक किनकि अब नेपालमा बसेर होइन काम केही गऱ्यो भने त बाउले छोडिदिँदैन। सो आई प्लान गोइङ ओभरसिज, अस्ट्रेलिया आउने भनेर मैले अप्लाई गर्न सुरु गरेँ। तर हामीलाई त्यो चिज फिल भएको थिएन कि वन्स भइसकेपछि वी हेभ टु लिभ फार अपार्ट भनेर। त्यसपछि अप्लाई गरेँ, मेरो भिजा पनि सबै चिज भयो लकिली। 2017 मा म यहाँ आएँ। 2017 पछि म यहाँ थिएँ। ऊ ब्याचलर्स इन कम्प्युटर साइन्स इन्फर्मेसन टेक्नोलोजी बिएससी सिएसआइटी ऊ पढ्दै थियो, सेन्ट जेभियर्समा पढ्थ्यो। अनि त्यही टाइममा हामीले भेट पनि हुन्थेन। वी वेयर इन लङ डिस्टेन्स, वी युज टु च्याट अल द टाइम। हाम्रो 24/7 नै कुरा हुन्थ्यो भनौँ, एनी टाइम। म यहाँनिर ठ्याक्कै 3:15 सुत्थेँ, रातिको 2:15, किनकि डे लाइट सेभिङले गर्दाखेरि त्यो 1 आवर डिफ्रेन्ट हुनसक्थ्यो। त्यो टाइममा चाहिँ नेपालमा 10 बज्थ्यो अनि म पनि बिहान यहाँ काम जाने बेलामा ऊ अलरेडी लेट नाइट उठेर बसिरहेको हुन्थ्यो। वी वर भेरी काइन्ड अफ जेन्युन रिलेसनसिप। सधैँ वी युज टु टक, नो फाइट्स, नो आर्गुमेन्ट्स, त्यस्तो खासै केही पनि हुन्थेन। 2019 मा एक्चुली म पहिलोचोटि म नेपाल गएँ। नेपाल पनि मेरो यहाँ कलेज सकेर गएको थिएँ। त्यसपछि उसको उता एक्जाम भइरहेको थियो, तर पनि हामीले चाहिँ अब यो टाइम भेट्नै नपाउने भएको जस्तो टाइम भएर कलेजले मेरो नमिलेर उसको नमिलेर चाहिँ त्यही टाइममा गइयो। त्यो टाइममा भेटघाट पनि भयो। अनि बट इट वाज नट लाइक हुन्छ नि हामी घुम्न जान पाइएन। इट वाज जस्ट सर्ट टाइम मेमोरिज। हामी रेयरली 3-4 टाइम्स मात्रै भेट्यौँ होला त्यो, किनकि उसको इक्जाम थियो, उसको बोर्ड इक्जामको लागि प्रिपरेसन चलिरहेको थियो। त्यसपछि म फेरि फर्केर आएँ, अगेन लङ डिस्टेन्स नै थियो। अनि 2022 मा चाहिँ उसले म आएन भनेर एकदम हाम्रो बिचमा त्यो उसलाई एकदम स्ट्रेस भइरहेको थियो। उसको कलेजहरू सबै सकिसकेको थियो, उसलाई अलिकति ट्रमा पनि थियो नेपालमै बसेर के गर्ने होला, के सुरु गर्ने कि नगर्ने भन्ने टाइपको। अनि आई वाज जस्ट सेइङ कि पख म 2022 मा आउँछु भनेर। मैले टिआर अप्लाई गरेर बसेको थिएँ, टिआर अप्लाई गरेको थिएँ, तर टिआरबाट पनि रेस्पोन्स केही पनि आएको थिएन। इट वाज अलरेडी डिसेम्बर। अनि तर मैले प्रमिस गरेको थिएँ म 2022 भित्र आई विल बी देयर भनेर। अनि त्यसपछि 2022 सम्ममा मेरो कुनै केही अपडेटै आएन, टिआरको भिसा पनि आएन। त्यसपछि म ट्राभल गर्न पनि अलि रिस्क थियो। कुरे डिसेम्बरमा बल्ल भिजा आयो। डिसेम्बरमा भिजा आयो अनि फेरि डिसेम्बरको बेला अब यो न्यू इयरको टाइममा फ्लाइटहरू पनि मजाले नपाइने, अलिक टफ नै थियो। तर प्रमिस थियो र पुरा गर्छु भनेर मैले डिसेम्बर 31 मा मेरो फ्लाइट बुक गरेँ। अनि त्यसपछि ठ्याक्कै 4 बजेको मैले यहाँ 31 डिसेम्बरमा प्लेन बोर्ड गरेँ। प्रमिस थियो 2022 मै पुग्नुपर्छ भनेर। अनि त्यसपछि म नेपालमा 10:30 बजे ल्यान्ड भएँ। 11:30 बजे बाहिर निस्केर ठ्याक्क फोन गरेँ मैले, ल इट्स स्टिल 2022, म आइपुगेँ होइन भनेर भने। अनि त्यसपछि मेरो घरमा सबैजना आउनुभएको थियो। अनि त्यो दिनमा पनि ऊ पनि आयो, बार्बिक्यू भइरहेको थियो। हामी सबैजना, मेरो मोरओभर फ्यामिलीहरूले पनि चिन्नुभयो उसलाई। अनि त्यहाँनिर सबै हामी ह्याङआउट गऱ्यो। त्यसपछि नेपालको टाइममा यो टाइममा चाहिँ वी ह्याड अ लट अफ फन, किनकि हामी ट्राभल पनि गऱ्यौँ। म 2.5 महिनाको लागि नेपाल गएको थिएँ आफ्टर फिनिसिङ अल माई स्टडिज, अल प्रेसर सबै चिज छोडेर गएको थिएँ। अनि वी ह्याड रियली गुड टाइम। हामी सबै त्यो ट्राभलहरू गरियो, घुमियो, मन लागेको चिजहरू सबै पुरा गर्दै गइरहेको थियौँ। त्यसपछि म आउने बेला भयो, म आएँ। दिस वाज द मोस्ट हार्डेस्ट पार्ट। म सायद त्यो 2017 मा आउँदा अथवा अर्को त्यसपछिको हलिडे 2019 मा आउँदा पनि त्यति टफ भएको थिएन मलाई, तर त्यो टाइममा एकदमै पेनफुल थियो। म आइसकेपछि म मार्चमा आएँ।
म मार्चमा आइसकेपछि ऊ जुलाईमा आयो, जुलाई 23मा आयो। त्यसपछि फेरि हाम्रो एउटा नयाँ जर्नी सुरु भयो। हामी यहाँ घुम्ने खाने एकदम रमाइलो गरियो। जान मन लागेको ठाउँहरू हामीले कुरा गरेको हाम्रो पुरा गर्नुपर्ने सपनाहरू सबै चिजहरू गर्दै गइयो। एन्ड वी वर भेरी फाइन। हामी सबै चिज नै इट वाज गोइङ अन ट्र्याक, एभ्रिथिङ कुरा पनि गर्थ्यौँ। अब यस्तो भइरहेछ आँखा चाहिँ कसैको नलागोस्, एज इन यति धेरै खुसी छौँ सायद कुनै दुःखको मोमेन्ट आइदियो भने भन्ने टाइपको कुराहरू पनि हुन्थ्यो। अनि वी आर जस्ट प्लानिङ टु गेट म्यारिड दिस इयर। अनि त्यसपछि वी वेन्ट टु हस्पिटल फर ट्रिटमेन्ट। सी वाज भेरी इल and they said that she was diagnosed with cancer stage 4. It was spread all over body, skeletonहरुमा lymphonoidesहरुमा सबैतिर बडीभरि स्प्रेड भएको छ भनेर डाक्टरले चाहिँ भन्यो। एकपछि अर्को ब्याड न्यूज दिँदै गयो। अनि वी आर भेरी होपलेस। उ थियो, म थिएँ, उसको दिदी भाइ, हामी लिमिटेड सर्कलहरु मात्र थियौँ। अनि वी प्यानिक्ड। हामी एकदमै आत्तिएका थियौँ कसैले इन्डिया लाने, कसैले के गर्ने भनेर धेरै चिजहरू कुराहरू गरिरहेका थिए। तर अनि वी पज फर अ मोमेन्ट। हामीले सोच्यौँ के गर्दा बेस्ट हुन्छ भनेर। अनि हामीले चाहिँ यहीँको डायग्नोसिस, यहीँको प्रोसिडियर अनुसार जाने भनेर नै डिसाइड गरियो। द्याट फर्स्ट 2 weeks वाज भेरी टफ। हामीले डिसिजन पनि लिन सकिरहेको थिएनौँ। वी वर अल स्याटर्ड किनकि त्यो वी कुडन्ट बिलिभ इट, द्याट्स हुनै सक्दैन टाइपको। किनकि अघिल्लो दिनसम्म हामी घुमिरहेको थियौँ, हामी खाइरहेको थियौँ, जताततै गइरहेको थियौँ। सी वाज वर्किङ एन्ड सी वाज एब्सोल्युटली फाइन। तर जाँदाखेरि त्यस्तो देखियो। एन्ड त्यो टाइम सँगसँगै अनि वी डिसाइडेड टु कल हर मम एन्ड ड्याड। मम एन्ड ड्याड आउनुभयो। मम एन्ड ड्याड आइसकेपछि चाहिँ अलिकति हामीले होप ग्यादर गरेर अनि अब पोजिटिभ साइडबाट मात्र हेर्ने, नेगेटिभ साइडलाई केही पनि नराख्ने भनेर हामीले चाहिँ माइन्ड मेकअप गऱ्यौँ। अनि वी नो म्याटर डक्टरले जेसुकै भनोस्, डक्टरको रिपोर्ट्सले जे भनोस्, वी हेभ फेथ, वी हेभ द्याट बिलिभ इन गड भन्ने टाइपको। वी स्टार्टेड बिलिभिङ इन थिङ्स, वी स्टार्टेड बिलिभिङ इन मिरेकल्स। इभन देयर वाज लो चान्सेस। डक्टरले चाहिँ 90-10 को चान्सेस हो यो भन्ने कुरा गर्दा पनि वी केप्ट आवर फेथ अलाइभ। एन्ड त्यो ट्रिटमेन्टको बिचमा पनि सी वेन्ट थ्रु अ भेरी रफ फेज। उसको हातभरि नै घोचिरहेको थियो, उसलाई इन्फ्युजनहरू दिइरहेको थियो, धेरै ट्रिटमेन्टहरू दिइरहेको थियो। तर कुडन्ट हेल्प हर। सायद त्यो बरु आफ्नो बडीको केही पार्ट दिन मिल्ने भएको भए आई कुड हेभ डन इट बेटर। तर आई वाज इन सो हेल्पलेस कन्डिसन कि मैले केही पनि गर्न सकिरहेको थिएन उसको लागि। रादर देन होल्डिङ हर ह्यान्ड्स, उसलाई चाहिँ सान्त्वना दिने बाहेक मसँग अरू केही बाटो नै थिएन। एन्ड इट वाज भेरी टफ। जुन बेला चाहिँ उसलाई उसको ब्लड एक्सचेन्ज गर्नुपर्ने भयो, एउटा साइडबाट चाहिँ उसको ब्लडहरू निकालिरहेको थियो भने अर्कोबाट नयाँ ब्लड दिइरहेको थियो इन्फ्युजन। एन्ड इट वाज अ भेरी रिस्की प्रोसेस। त्यो बिचमा डक्टर इभन मेन्सन कि इफ इट्स काइन्ड अफ अ ब्लिडिङ, उसको प्लेटलेट्स काउन्ट कमले गर्दाखेरि सी विल जस्ट ह्याभ 10-15 minutes इफ समथिङ गोज रङ भन्ने कुरा पनि भएको थियो। सी वाज लिटरली अनकन्सियस। हामीले केही पनि गर्न सकेका थिएनौँ। बट वी केप्ट द्याट फेथ, वी केप्ट कलिङ गड्स होइन। उसलाई पनि त्यो भावना जगायौँ कि मिरेकल भन्ने चिज इट्स नट ओन्ली जस्ट अ वर्ड होइन, त्यस पछाडिको मिनिङ पनि एक्जिस्ट गर्छ भन्ने फिल थियो। र वी डिड द्याट। त्यही चिजमा होप राख्यो। एन्ड सी स्टार्टेड टु रिकभर लिटल बाई लिटल। एन्ड वी डोन्ट नो वाट्स गन ह्याप्पन नेक्स्ट। अब के हुन्छ भन्ने नि हामीलाई थाहा छैन। डक्टरहरूले भनेको कुराहरू सबैले साइड लगाउँदै टुडे आई एम गोइङ टु प्रपोज हर फर द म्यारिज टु किप आवर ड्रिम अलाइभ एन्ड किप डुइङ वाट वी हेभ ड्रिम्ड फर अल दिज इयर्स। त्यसको लागि अब आज म प्रपोज गर्न जाँदैछु। लेट्स सी, वी आर नट थिङ्किङ अबाउट नेगेटिभ एस्पेक्ट्स, नथिङ अबाउट ए हो के हुन्छ कसो हुन्छ। बट वी जस्ट वान कन्टिन्यू टु डु वाट वी अलवेज ड्रिम्ड फर। हाम्रो सपनाहरू पनि पुरा गर्दै जानेछौँ। एन्ड लेट्स होप गड विल बी अलवेज देयर। थ्याङ्क यू। Almost is very honest, doesn't care about nothing. उसले honest review दिनु कुरामा कहिले पनि छोड्दैन। If she doesn't like things, she is like on the face. अनि मनको एकदमै राम्रो, एकदमै मलाई लुक आफ्टर गर्ने, मलाई केयर गर्ने। अनि मलाई नै थाहा थिएन मलाई कति चिजहरू चाहिँ यस्तो चिजहरू यसरी गर्नुपर्छ भन्ने काइन्ड अफ मलाई ग्रो अप गर्ने मान्छे हो जस्तो लाग्छ मलाई। एन्ड द्याट्स वाट आई लाइक मोस्ट अबाउट हर। सो वी डु अ लट अफ थिङ्स। इफ वी वान्ट टु चिल एन्ड स्टे लाइक द्याट, एउटा त मुभी लगाएर वी जस्ट ह्याभ समथिङ टु इट होइन,
म किचनमा पनि म सेफ पनि हो त्यही भएर आई आस्क हर कि के खानु मन छ अनि आई जस्ट ट्राई टु मेक द्याट उसलाई मन लागेको चिजहरू सेकेन्ड थिङ वी डु इज सी लाइक सिङ्गिङ होइन इभन इट्स हर ओन लिरिक्स सी गो आउट अफ ट्र्याक सी लाइक सिङ्गिङ अनि आई स्टार्ट टु प्ले गिटार ऊ चाहिँ गीत सित गाउने होइन वी जस्ट डोन्ट निड नथिङ के टु बी अनेस्ट द्याट्स आवर पिसफुल टाइम घरमा दुईजना एन्ड वी अल्सो गो आउट उसलाई मन लागेको चिजहरू घुम्न ओर्न एन्ड अनदर थिङ वी गो पब एज वेल पब गयो भने फेरि एउटामा गएर एक ग्लास अर्कोमा गएर अर्को वी जस्ट गो अराउन्ड 3-4 वटा पब होइन अन्टिल वी आर टिप्सी त्यो मैले भनिसकेँ नो भन्यो भने चाहिँ ठ्याक्कै भिडियो बन्द गर्ने होइन लाइक नथिङ ह्यापन यस भन्यो भने अब त अफकोर्स यस हुन्छ जस्तो लाग्छ डर पो लाग्नु थाल्यो This is my squad. Horse,